नमस्ते। जुन इरान र इजरायल बीचको जुन युद्ध अहिले एकदम चर्किरहेको स्थिति छ, विश्व एउटा शान्ति क्षेत्रको रूपमा इस्टाब्लिस होस्, कतै पनि कलह झगडा विद्रोह युद्ध अशान्ति नहोस् भन्ने नै हामी चाहन्छौँ। तर अब यो युद्ध जुन भइरहेको छ यसमा चाहिँ नेपालीहरू पनि अलिकति जोगिन जरुरी छ। जस्तै इजरायलमा भएका नेपालीहरू हुनुहुन्छ अथवा इरानमा पनि कोही कोही हुनुहोला, उहाँहरू एकदमै जोगिन पनि आवश्यकता छ। र यसको कुरालाई लिएर अब हजुरको नेपाल सरकारले जुन बेला बेलामा गलत टिप्पणीहरू गर्दै हिँडिरहेको हुन्छ, जस्तै हजुरको रसिया र युक्रेन बीचको युद्धमा नेपालले चाहिँ हामी युक्रेनको पक्षमा छौँ भनेर चाहिँ उसले जुन घोषणा अन्तर्राष्ट्रिय मञ्चहरूमा गर्यो, त्यसको कारणले गर्दाखेरि चाहिँ जुन रसियामा भएका नेपालीहरू अथवा चाहिँ रसियासँग सम्बन्धित नेपालीहरूलाई धेरै नै गाह्रो समस्याहरू परेको थियो, गाह्रोपना उनीहरूले खेप्नु परेको थियो। त्यसैले नेपाल सरकारको चाहिँ हाम्रो वैदेशिक नीति भनेको तटस्थ वैदेशिक नीति हो। हामीले चाहिँ एकदमै ब्यालेन्स वेमा अथवा चाहिँ अलिकति सन्तुलित हिसाबले चाहिँ वैदेशिक नीतिलाई हामीले चाहिँ ह्यान्डल गर्नुपर्छ। यस्तो कन्डिसन जस्तै यस्तो मनमुटाव भएको र युद्धजन्य परिस्थितिहरूमा चाहिँ हामीले अझै सावधानीपूर्वक यस्ता परिस्थितिहरूलाई चाहिँ हामीले चाहिँ ह्यान्डल गर्नुपर्ने हुन्छ। फ्याक्ट एउटासँग हामी छौँ भनेर भनिदिँदा तपाईँको चाहिँ के हुन्छ त भन्दाखेरि हामीले सपोर्ट नगरेको देशहरूमा भएका नेपालीहरूले दुःख पाउलान् अथवा त्यो देशसँग सम्बन्धित भएका हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूले दुःख पाउलान् होइन। त्यो चाहिँ अलिकति हाम्रो नेपाल सरकारले चाहिँ यसमा चाहिँ विशेष रूपमा चाहिँ सोच्नुपर्ने र यो कुरालाई कार्यान्वयन गर्नु पनि देखिन्छ। जस्तै अब अहिले पनि इजरायल र इरानको पक्षमा चाहिँ नेपाल सरकारद्वारा यसलाई समर्थन छ अथवा उसलाई समर्थन छ भनेर चाहिँ भन्ने काम नहोस्। सपोर्ट नगरेको देशमा भएका नेपालीहरूले दुःख पाउने सम्भावना हुन्छ। त्यो कारणले नेपाल सरकारले चाहिँ एकदमै चनाखोपूर्ण अभिव्यक्ति दिन आवश्यक छ। हुन त आफू खुट्टा तानातान काण्ड होइन र आपसी खिचातानी आन्तरिक विद्रोह कलह गुटबन्दी यो सबैमा नेपालका नेताहरू नेपाल सरकार सबै व्यस्त छन्। यस्ता वैदेशिक कुराहरू अथवा आफ्नो देशको अन्तर्राष्ट्रिय छवि बनाउने कुराहरूमा त उनीहरूको ध्यान पक्कै पनि छैन। विकास निर्माणका कुराहरू परियोजनाका कुराहरू राष्ट्रिय गौरवका आयोजना पूर्ण गर्ने कुराहरूमा त उनीहरूको ध्यान पक्कै पनि छैन। खालि खुट्टा तानातान कुर्सी फोडाफोड त्यही नै छ। तैपनि हाम्रो एउटा भनाइ चाहिँ त्यो रहेको छ। अब यो युद्ध चाहिँ धेरै नलम्बियोस्, युद्ध विरामको स्थिति आओस्, युद्ध विराम हुने परिस्थितिको चाहिँ समन्वय निकायहरूबाट त्यो काम होस् र संसारमा सुख शान्ति भाइचारा आपसी सद्भाव मेलमिलाप र एउटा खुसियालीका साथ चाहिँ संसार अगाडि बढोस् र यस्ता युद्धजन्य कुराहरू नहोस्। अब आफ्नो हात हतियारहरू बिकाउनको लागि पुराना भएका हात हतियारहरूलाई चाहिँ बिकाउनको लागि अथवा चाहिँ कुनै पनि क्षेत्रमा चाहिँ अशान्ति मचाएर कसैले खेल खेलिराख्ने एउटा निहित स्वार्थको लागि होइन यस्ता युद्धहरू हुने गर्दछन् र कहिलेकाहीँ सत्ता परिवर्तनका लागि पनि यस्ता युद्धहरू हुने गर्दछन्। त्यहाँका निमुखा जनताहरू नै पिल्सिने गर्दछन्। साँडेको जुदाई र बाछाको मिजाई भन्छ नि, त्यस्तै हुने गर्दछ र कसैले पनि दुःख नपाउन्, कसैले पनि पीडा खप्नु नपरोस् र शान्ति पूर्ण बहाली होस् भन्दै आजको भिडियोबाट बिदा चाहन्छु।